विश्वास कसले कसको गर्नु र होइन, सुन्दा पनि आँगै सिरङ्ग हुने त्यो शब्द, त्यो न्युज आउँदा नेपालीको समाजमा हिजो भर्खरै घटेको सोमबारको घटना हो यो, जुन चाहिँ जापान रहित चिबाकेनमा बस्ने एउटा नेपाली ब्रदरको चाहिँ हत्या भएको छ, जुन चाहिँ जापानिजद्वारा आफ्नै सुनेको थियो मैले नि होइन, उनीहरू आफ्नै प्रेमी थियो अरे कि होइन, जुन चाहिँ 1 वर्ष जति चाहिँ रिलेसनमा थियो अरे। अब के भयो कसो भयो त्यो चाहिँ मलाई पनि थाहा भएन अलिकति होइन। हिजो कामबाट फर्किँदै थिएँ कि सोमबार राति, पुरै टिकटकमा त त्यो न्युज बाहेक छैन कि, उटुङ आएको छ न्युज होइन, यस्तो गऱ्यो भनेर। के गर्ने, अरूको देशमा आएको छु हामी पनि होइन, कमाउनु पर्छ भनेर आएको हो, तर विवश सिचुएसन होइन त्यस्तो भएपछि त, खराब भएपछि त के गर्नु केही छैन। साथै हाम्रो जुन चाहिँ बित्नु भएको हो, तिमीलाई मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र साथै नमन गर्छु। जहाँ छौ त्यहाँ छौ, तिमी स्वर्गमै छौ, केवल मरण नै रहेछ। के गर्नु है, गाह्रो छ जिन्दगी। झन् यो रिलेसनसिपमा बस्नु भन्दा होइन नबस्नु नै ठिक जस्तो लाग्छ। जाऊ स्ट्रगल, तपाईँ ठिक छ, आफ्नो लाइफ पार्टनर राम्रै परेछ भने त ठिकै हुन्छ जिन्दगी होइन, सरर चल्छ। त्यही पनि त्यो भएन भने एकदमै दुःखद हुन्छ कि, जुन भयो नि अहिलेको यो जापानको हालको घटना। हिजो सोमबारै बेलुका न्युज त आइथ्यो कि होइन, किन हो यो, कसो हो। जुन चाहिँ 30 वर्षको युवती जापानिजले चाहिँ हाम्रो नेपाली ब्रदर भाइलाई चाहिँ हत्या गरेको छ भने एउटा होटेलमा बस्ने गरेको थियो अरे। त्यहीँ त्यस्तै कि समथिङ बिहोसको हुने हो, औषधि के दिएर चाहिँ चप्पोले मारेको हुने छ होइन। हेर्नु पर्यो हाम्रो नेपाली समाजका एनआरएन हुनुहुन्छ होइन, उहाँको कोही दाइ आफन्त कोही पनि हुनुहुन्छ अरे भन्ने मैले सुनेको थियो होइन, मैले नि भिडियोमा हेरेको थियो। त्यसै गरी होइन यस्तो नहोस् भन्ने चाहिँ मेरो कामना हो। यो भिडियो सक्दो लाइक, सेयर, कमेन्ट गर्नुहोस्।